पलाञ्चोक भगवती मन्दिर नेपालको प्रदेश नम्बर 3 बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा अवस्थित छ। यस मन्दिर काठमाडौँ उपत्यकाबाट लगभग 40 किलोमिटर पूर्वमा र धुलिखेलबाट करिब 15 किलोमिटर टाढा पर्छ। पलाञ्चोक भगवती देवीको प्रसिद्ध मन्दिर हो, जुन विशेष गरी दशैंको समयमा धेरै भक्तजनहरूले दर्शन गर्ने प्रमुख धार्मिक स्थल मानिन्छ। यस मन्दिर परम्परागत हिसाबमा प्यागोडा शैलीमा बनेको छ। पलाञ्चोक मन्दिर नेपाली कला र वास्तुकलाको सुन्दर उदाहरण हो। मन्दिरमा रहेको तामाको छानाले यस मन्दिरलाई झन आकर्षित बनाएको छ। पलाञ्चोक भगवती मन्दिरको निर्माण लिच्छवी कालमा भएको मानिन्छ। नेपाली इतिहास अनुसार राजा मानदेवले पलाञ्चोक भगवतीको मन्दिर बनाएको विश्वास गरिन्छ। नेपालीको चाडबाडको बेला र शनिबार र बिहिबारको दिन यस मन्दिरमा एकदमै भिड लाग्ने गर्छ। भक्तजनहरूले आफ्नो भाकल अनुसार परेवा, कुखुरा, बोकाको बलि चढाउने पनि गर्दछन्। धेरै जसो भक्तजनहरू वरिपरिका जिल्ला र प्रदेशबाट आउने गर्दछन्, तर धेरै जसो भक्तजनहरू आफ्नो इच्छा, आकांक्षा र मनोकामना बोकेर काठमाडौँबाट आउने गर्दछन्। भक्तजनहरूले यस भगवती मन्दिरमा मागेको कुरा सबै पूरा हुने विश्वास राख्नुहुन्छ। काठमाडौँमा रहेको श्री नक्सल भगवती, शोभा भगवती र पलाञ्चोक भगवती दिदी बहिनी हुन् भन्ने विश्वास रहेको छ। पलाञ्चोक भगवतीलाई जेठी दिदीको रूपमा पूजा गर्ने गरिन्छ। पलाञ्चोक भगवतीको मूर्ति कालो ढुङ्गामा कुदिएको छ, जसमा हामीले देवीको 18 वटा हात देख्न सकिन्छ र भगवतीको खुट्टाले महिषासुरलाई पनि किल्चिएको हामीले देख्न सकिन्छ। देवीको शिरमा रहेको मुकुटले देवीको मूर्तिलाई झन धेरै आकर्षित बनाएको छ। भगवतीको मन्दिरभित्र हामीले धेरै अरू हिन्दू भगवानको मूर्ति पनि देख्न सकिन्छ, जस्तै शिव, गणेश, कृष्ण, सरस्वती, पार्वती र अन्य धेरै भगवानको ढुङ्गामा कुदिएको मूर्ति हामीले यस मन्दिरभित्र देख्न सकिन्छ। हामीले मन्दिर बाहिर भगवान र देवीहरूको मूर्ति र मन्दिर पनि भेट्न सकिन्छ। पलाञ्चोक भगवतीको मन्दिरको नजिकै हामीले गणेश मन्दिर र कालिका मन्दिरको दर्शन पनि गर्न सकिन्छ। मङ्गलबारको दिन गणेश मन्दिरमा भक्तजनहरूको एकदमै भिड लाग्ने गर्दछ। कालिका मन्दिर र उमेश्वर मन्दिर पनि पलाञ्चोक भगवतीको नजिकै करिब 500 मिटर अगाडि रहेको छन्। कालिकालाई नरभक्ति काली पनि भनेर चिनिने गरिन्छ।
पलाञ्चोक भगवतीलाई पूजा गरिसकेपछि कालिका मन्दिरमा पनि पूजा गर्नुपर्छ भन्ने विश्वास भक्तजनहरूको रहेको छ। यसरी नै भगवती देवीमाथि आस्था, विश्वास र मनोकामना राख्दै वर्षौंभरि भगवतीलाई भक्तजनहरूले आफ्नो आफन्त र परिवारको रक्षा गरिदिनु भन्दै पूजा गर्ने गर्दछन्।